हेलो सुलुलुलु यहाँ त झिगा चिप्ले भयो यार कस्तो चिज पक्का म क्याप लाउँछु अरे तपाईको एउटा मेरो अर्पणा ल अर्पणाजी सबैले उहाँहरूले राम्रो नाच्नु हुँदो रहेछ मैले परेबाट हेरेको है उहाँहरूलाई चाहिँ सबैजनाले फलो गरिदिनु होला टिकटकमा गएर यो बाइकमा बसिसकेपछि र क्याप लगाइसकेपछि क्याप फस्छ कि भन्ने टेन्सन मलाई मात्र हो कि अरूलाई पनि हुन्छ गाइज मलाई कुरेर कार्कीजी चाहिँ त्यहाँ बसिरहनु भएको छ होइन म चाहिँ बुढालाई तर्साउँछु गएर दर्जिदिएर आगे यार साँच्चै तर्सिनु भयो किता हुन्छ खोइ को हो खोइ आउँदैछ यार म कस्तो टाइम भइसकेको थिएँ ल गाइज आज चाहिँ पशुपति दरो भिजिट हान्ने नि भयो होइन पशुपतिमा दामी बनाएको रहेछ तर्साउने यार मान्छेलाई हेलो हामी चाहिँ है पशुपतिको यो भित्र खुलेको अहिलेको नयाँ मन्दिर यो पशुपति मन्दिर छिर्ने ठाउँमा एउटा नयाँ पार्क खुलेको रहेछ है अनि त्यसको यसो भिजिटको लागि भनेर आएका छौँ छिर्दैछौँ भित्र अनि यहाँ चाहिँ नो डेटिङ नो हग भनेर लेखेको रहेछ यहाँ होइन म भित्र जसले डेटिङ बसेर देख्छु जसले हग गरेर देख्छु सबको म भिडियो फोटो खिचेर लगाएर अहिले बुझाउनेवाला छु तपाईँहरू एकदम होइन आज जसले हक गरेर देख्छु यहाँभित्र जसले यहाँ डेटिङ बसेको देख्छु म चाहिँ ल्याएर सिधै बुझाउनेवाला छु कि यहाँ छिर्ने ठाउँमै लेखेको छ है यो चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँ कसैले नै हक गर्न पाएन है फेरि आज केटी पनि पाएन केटा पनि पाएन नो हक रुल्स इज रुल्स सबैको लागि नियम लागु हुनेछ यहाँ केटा र केटी मात्र होइन कसैले पनि हक गर्न पाइँदैन यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ म त केही भन्दिनँ तर्साइसक्नु भयो कि तपाईँले तिमी के भन्छौ अब हामी त सिधै हक गर्ने हो हो एउटा जोडी पायो भने हक गरिहाल्ने हो तिमीलाई च्यालेन्ज भयो आजलाई होइन तिमीले अब कोही उताबाट आएको ह्यान्डसम केटा देख्यो भने गएर हक गर्नुपर्छ ल म त गर्छु नि साँच्ची अनि गर्छौ मलाई थप्पड हान्यो नि थप्पड हाने नि म चाहिँ त्यसको लागि साच्ची साँच्ची सिरियसली ल ओके डन ल च्यालेन्ज आज तिम्रो लागि है त कम त खुसी हुन्छ होला त्यो मान्छे लगाइ चाहिँ च्यालेन्ज चाहिँ एक्सेप्ट भइसकेको छ होइन तर एउटा सर्त हुन्छ होइन केटा चाहिँ कालोवाला मात्र चाहिन्छ नि फेरि किन कालो अरूलाई पाइँदैन अनि कालो मान्छे कालै खोज्नु पर्यो हामी हैन भेटन गाह्रो हुन्छ नि त भेटिन्छ है भेट्छ र काट्छ ल म देखाइहाल्छु है उ त्यहाँ बसिरहेको रहेछ नि एउटा एकजना उता बसिरहेको छ निलो टी सर्ट लाएर मैले देखिसकेको छु सक्छौ कति चाँडो देखा कि फेरि सक्छौ हैन त्यो मैले त्यो गरे बापत मलाई पनि केही मिल्नु पर्यो नि त्यो बाबत तिमीलाई चक्लेट खुवाउँछु अहिले म त्यस्तो एकदम बवाल चक्लेट त्यो चक्लेट होइन विदेशमा नि किनेर पाइँदैन जुन कसम मोदीलाई एउटाले गिफ्ट दिएको थियो नि त्यही चक्लेट दिन्छु म आमा त्यहाँ अर्काको बुढो छन आएर पिट्यो भने म फेसबुकबाट आएको पैसा बराबर हो ल फेसबुकबाट आएको रहेछ। यो पनि हो यो पनि होला यो पनि हो होइन कन्टेन्टबाट जति चाहिँ आउँछ ल बराबर उहाँ बाइक चाहिँ अरू किन भने उहाँको बुढी हुनुहुन्छ त्यो सँगै हामी पिट्नु होला नि ल गाइज उहाँ बाहेक अरू हामीले कोही देख्यौँ भने चाहिँ हामी फ्याट्टै तपाईँहरूलाई गराएर देखाइहाल्छौँ होइन तिम्रो एजको चाहियो मेरो एजको ल ठिक किनभने अब के भन्छ अरे अङ्कल यसको भयो भने त भोलि घर बुढीले देख्लान् मार्लान् हामीलाई गाली के भयो त गर्लान् छोरी भन्छ नि त त हो त पनि हक गर्दैमा बुढैवाला जताउन नखोज न तिमी पनि ल है त्यही हो होइन अब हामी माथि यसो भिजिट गर्छौँ यहाँको के छ कस्तो छ सबै कुरा तपाईँहरूलाई देखाउनेछौँ होइन ल गाइस त्यही हो है जङ्गलको बिचमा बाँदरहरू नाचेको देखाउँदैछु म तपाईँहरूलाई तर मैले बाँदरै देखिरहेको छु क्या बाँदर नाचेर देखाइदिउँ भनेको कसमा पशुपतिमा त टन्नै बाँदर पाउँछ भने होइन रिल्सको लागि भिडियो बनाउनु थियो एउटा दुईटा टन्नै बाँदर पाउँछ भनेर आएको होइन तर बाँदर नाचेर देखाउँछु केटाहरूलाई भनेर आएको तर मैले देखिरहेकै छैन कि यहाँ एउटा पनि बाँदर देखाएको छैन मैले होइन म बाँदर देखेँ भने चाहिँ सिधै तपाईँहरूलाई देखाउने छु होइन ऊ त्यहाँ ऊ मेरो अगाडि त दुईटा बाँदर बोयफ्रेन्डलाई हक गर्न पाउँदैन भनेर ऊ देखिहाल्नु भयो रुखलाई हक गरेर बसेका छन् यहाँ मान्छेहरू मेरो अगाडि त दुईटा बाँदर मैले देखिहालेँ मैले बाँदर नि देखेँ गाई सुन्दरी बाँदरको बुढीलाई सुन्दरी भन्छ होइन ओइ म त्यत्पत्ता हुँ रे मलाई मलाई के अरे खानेकुरामा हाले खा एकदमै मिठो हुन्छ रे खसीको मासुमा हाल अझै मिठो हुन्छ रे जुम माथि जुम यता छ कि छैन ल गाइस त्यही होइन जे देख्छु म त्यो चाहिँ ट्याक तपाईँहरूलाई देखाउने छु होइन ल त्यही हो तपाईँहरूलाई म के देखाउन जानला तर यहाँ बाटै छैन जस्तो छ बाटै टुङ्ग्यो जस्तो छ
म बिग्रेको भए सुध्रिने त भने म कहिले बिग्रेको थिएँ र सुध्रिने टाइमै पाएको छैन क्या एकछिनमा सुध्रिनु पर्छ एकछिन म बिग्रिनेवाला छु होइन एकछिनपछि त म सुध्रिनै हाल्छु तपाईँहरूलाई थाहा छँदै नै छ होइन अनि त्यही हो गाइज धेरै पछि यत्तिको के हरियाली भित्रको पार्कमा घुमिरहेको छु किनकि यो ठाउँ चाहिँ बवाल लाग्यो पशुपति के बनाउने रे आज टिकटक कस्तो टिकटक चाहे पुरुष म त यस्तो क्यामेरामा साह्रै डर लगाउँछु कि दाइ नखिच्नु हो लास्टै पर्सि जस्तो आउँछ अनि हैन अग्लै देखिरहेको को त साउन्ड दाइ गाइज त्यही हो है तर वाल गर्मी भइरहेको छ कि मलाई चाहिँ यस्तो गर्मी भइरहेको छ नि होइन देख्न सक्नुहुन्छ है भ्यू चाहिँ बबाल छ तपाईँहरूले देख्न सक्नुहुन्छ है त्यो पशुपतिबाट ठ्याक्क भित्रपट्टिको पार्क अहिले बबाल बनाइदिए रहेछ यो पार्क मलाई चाहिँ मन पर्यो जे होस् रमाइलो रहेछ भित्र छिर्दाखेरि यहाँ त झिगा चिप्ले भयो यार कस्तो चिप्लो म क्याप लाउँछु अरे तपाईँको एउटा पनि छैन गर्न सक्ने त होला हो हेर त एउटा दुईटा तिनटा कस्तो चिप्लो यति यहाँदेखि त कपाल सिरियसली छैन रहेछ भाइ मैले काटेको होला सोचेँ कि अब मेरो भ्रम पनि अलिअलि त्यो मान्छेलाई थाहा छ अलिअलि गाई थाहा पाउनु भयो नि होइन एउटा कुरा आज साँच्ची हो मलाई त्यहाँ हजुरको यतिमा कपालै छैन भन्ने थाहा नै थिएन कि अहिले भर्खर त थाहा भयो नभन न झन् थाहा हुन्छ क्या यहाँ मान्छेलाई पनि हो अब थाहा भइसक्यो थाहा नपास्तो गरिदिनु ल सबैले दादाहरू यहाँ कार्की सरको तालुमा चाहिँ झिँगा बस्यो भने प्लुत्त चिप्लेर लड्ने रहेछ होइन मलाई थाहा कसरी थिएन चिप्लिन्छ अरे? सही हो ल है गर्मी हुन थाल्यो मलाई चाहिँ एकदमै होइन अनि हावा चाहिँ खासै नआउँदो रहेछ यस्तो हरियाली भित्र त हावा आउनु पर्ने ल म चाहिँ लास्टै गर्मी भएर पुरै ज्याकेट खोलेर यहाँ बाँधेको छु कालीले च्यालेन्ज अघिको च्यालेन्ज म हक गर्न रेडी छु ल ल ल अघिको च्यालेन्ज ल गाइज यो मान्छेले हक गर्यो गाइज होइन म तल लाएर यो फुटेज तल देखाउँछु माथि पार्कभित्र हक गर्न मिल्दैन भन्दा नि हक गरेर नेम तोडिसकेको छ होइन म यो फुटेज म तल लाएर ऊ हक गर्दैछ ल म तल गएर गेटबाट चक्लेट भन्दा अगाडि तिमीलाई गेटबाट निक्लिन दिन्न मैले तिमीलाई यहाँभित्र बाँधेर राख्छु न आज साँच्ची यो कन्टेन्टको जति भ्युज आउँछ जति पैसा आउँछ त्यति बराबर आदि भन्नुभएको चाहिँ गाइस अब हामी यहाँबाट तल जाँदैछौँ दुबोमा यत्रो यत्रो भैँसीहरू हिँडेपछि त अनि कहाँ यता छ त ऊ यहाँ छ त ठाउँ झर्ने हामी सभ्य बनाऊँ होइन तर गाइस मैले चाहिँ त्यो तल दुबोमा चाहिँ पुरै भैँसीहरू हिँडेको देखिरहेको छु होइन भैँसीहरू यसरी हिँड्ने हो भने चाहिँ यो दुबो धेरै समय टिक्दैन तिमीलाई कस्तो फिल भइरहेछ मस्त एउटा माल फिडमाको भाडा माछडा मलाई मडा मैले एउटा माकेडा मार्नु गडा मार्नु ओडा मन्नी खडा माखडा मन्नी खडा माखडा मन्नी खडा माखडा मस्त तेडा माल्नु बडा मादैन हुडा मादा दाडा मानेको बडा माज्नु बडा मापै तडा माने तिमीले बुझ्यौ केही बुझिन मैले तिमीले के भने केही बुझेन तिम्रो दारा कस्तो राम्रो छ तिम्रो है हो भने त्यो चाहिँ होइन मैले सिरियसली भनेको त्यो दारा नमिलाऊ ल दाँत मिलाउने सोच जिन्दगीमा ननिकाल त्यसले गरेर बबाल क्युट देखाएको छ यस्तो त छ नि यार हामी अब यहाँ एक दुईवटा टिकटक सिकटक बनायो यो लोकेसनमा अब यहाँबाट फेरि हामी अर्को लोकेसनमा जाँदैछौँ उतापट्टिको लोकेसन झन् बबाल छ होइन त्यो भएर हामी उतापट्टिको लोकेसनमा जाँदैछौँ ठाउँ ठिक छ अहिले पशुपतिभित्रको यो पार्क चाहिँ एकदमै रमाइलो लाग्यो दामी लाग्यो मलाई चाहिँ है तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला हामी यो लोकेसनबाट सिफ्ट भएर अर्को लोकेसनतिर जाँदैछौँ अर्को लोकेसनमा खतरा देखाउँछु म तपाईँहरूलाई होइन किनकि लोकेसन अनुसारको भ्यू हेर्ने हो नि त उताको लोकेसन धेरै हेरियो तपाईँहरूले टिकटक बनाउनु भएको हो के छ नाम भनिदिनु त हाम्रो भ्युअरलाई हो सब्सक्राइब गरिदिन्छ नि तपाईँहरूलाई फलो गरिदिन्छन् ल भन्नु ल तपाईँको नाम भन्नु त निर्जा दोङ हजुर निर्जा दोङ हजुर अनि तपाईँको हजुर मिनु तपाईँको मिनु अनि तपाईँको नखिच्ने नाम त भनिदिनु न मेरो अर्पणा ल अर्पणाजी सबैले उहाँहरूले राम्रो नाच्नु हुँदो रहेछ मैले परेबाट हेरेको है उहाँहरूलाई चाहिँ सबैजनाले फलो गरिदिनु होला टिकटकमा गएर अनि त्यही हो अब हामी लोकेसन चेन्ज गरिसक्यौँ के निसेज हो त
तर फोटो भिडियो खिच्न पाउँदैन भनेर सबैतिर छ यो के गरेको क्या यहाँको भिडियो हेरेर भाइरल भिडियो देखेर आएको क्या हामी खासमा यहाँ चाहिँ भाइरल भिडियोहरू नै देखेर यो ठाउँ भाइरल देखेर आएको होइन तर यो यहाँ त कमलको फुल पनि रहेछ लगाइछ यता त अनि कमलको फुल रहेछ त यस्तो तोरीको फुल भएको ठाउँमा लैजान्छु नि यार यहाँ कमलको फुल रहेछ हेर्दै जा जति केटी फेर्छस् त फेर्दै जा यो फेरि गर्नु ल के भन्नु छ तिमीलाई सबैलाई नमस्कार म विनिता दाहाल आज हामी कालो कि रातो म त उ त्यसको दाल उतो मुगीको नै के भन्छ रे मास मुसौ सिसौको दाल हुन्छ सिसौको दाल हुन्छ कसले बनायो यो गलत हो यो हुनै सक्दैन म मुसुरोको दाल तोरीको हो कि भन्दा तोरीको दाल हुन्छ त तोरीको त तेल पो तोरीको अचार हुन्छ तोरीको अचार तेल पो हुन्छ त अचार हुन्छ नि तिमी तेल हुन्छ तेल ल हानौँ न त यहाँ हानौँ यस्तो एक दुईटा यसो गाइज अब यो भिडियो हेरेर मलाई जति पनि साथीहरूले केही नभन्नु होला होइन किनकि अब म तपाईँहरूलाई यहाँ कमलको फुल देखाउन गइरहेको छु होइन यहाँ बवाल रहेछ यहाँ चाहिँ अर्को ठाउँ मैले बवाल ठाउँ भेटिसकेको छु देखाउने छु फुल है त ल हेर्नुहोस् यो चाहिँ यहाँको अर्को कमलको फुल रहेछ यो पार्कभित्र राम्रो बनाइदिएको रहेछ पहिलाको भन्दाखेरि होइन यहाँ चाहिँ फुलहरू देख्न सक्नुहुन्छ तपाईँहरूले कमलको फुल होला यो सायद दामी छ ल अनि पशुपतिको जुन त्यो मन्दिरको भित्रपट्टि खुलेको नयाँ पार्क एकदमै रमाइलो छ तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ यो ठाउँमा लोकेसन सिफ्ट गरेर फेरि हामी लोकेसन सिफ्ट गरेर अर्को ठाउँमा जाँदैछौँ है हामी के को लागि गर्दैछौँ त यो पशुपतिमा नयाँ एउटा पार्क टाइपको ठाउँ रहेछ पार्क नै हो अनि यसको टिकट छ रु 50 रुपियाँ यसको असुल अनि यसको धजिया उड्ने गरी हामीले असुल गरिरहेको हामीले लगभग 25 होइन 30 रुपियाँ जतिको खिच्यौँ अब 20 रुपियाँ मात्रै बाँकी छ 20 रुपियाँको खिच्नको लागि अब हामी 20 रुपियाँको खिच्नको लागि जाँदैछौँ हामीले 30 रुपियाँको चाहिँ खिचिसकेका छौँ होइन 30 रुपियाँको खिचिसक्यो अब 20 रुपियाँको लागि हामी जाँदैछौँ होइन देख्न सक्नुहुन्छ है बवाल छ भ्यू चाहिँ एकदमै रमाइलो छ पार्क दामी छ हो यहाँ होला क्या ए चुडिन्छ क्या यो पुल त यार के गरेको यार यो त मा कसम यार हल्लिँदो रहेछ गाइस यो पुल त डेन्जर हल्लिँदो रहेछ गाइस डेन्जर हल्लिँदो रहेछ यो पुल त यिनीहरू चढ्दा त पुलै चुन्टेला जस्तो हुँदो रहेछ काली चढ्दा त काली तिमी चढ्दा त पुलै चुन्टेला जस्तो हो के भन्छ अलिकति वेट चाहिँ अलि सानो छोटो छ मेरो ल गाइज अब चाहिँ हामी यही हो पार्कमा उताको लोकेसनबाट सिफ्ट भएर यताको लोकेसनमा आइसकेका छौँ अब यहाँबाट हामी बाहिर निस्किन्छौँ एक दुईवटा यसो फोटो भिडियोहरू बनाउनु छ हाम्रो अनि त्यसपछि फेरि हामी यहाँबाट निस्किनेछौँ है यही हो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला गाइज अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ होइन हाम्रो चाहिँ आजको कन्टेन्ट सकिसकेको छ सबैजना अब यहाँ फोटो भिडियोहरू नि बनाइसक्यो होइन अब हामी यहाँबाट निस्किँदैछौँ अब चाहिँ हामी जान्छौँ होइन हामीले भरपुत रूपमा 50 को ठाउँमा हामीले लगभग 75 जति चाहिँ असुल गऱ्यौँ 25 चाहिँ एक्स्ट्रा खायौँ हामीले 25 चाहिँ हामीले एक्स्ट्रा नै उठायौँ त्यो 25 को एक्स्ट्रा चाहिँ पार्किङबाट हामी पार्किङमा गएर नि तिर्नु छ पार्किङको धरि उठाएँ मैले त्यो 25 चाहिँ पार्किङको हो गाइज ल अब चाहिँ हामी यहाँबाट निस्केको त्यो होइन नि हेलो सिलुलुलु हेलो सिलुलुलु
ल अब चाहिँ हामी यहाँबाट निस्किसकेका छौँ होइन। रमाइलो रहेछ जस पशुपतिको यो पार्क। कतिजना साथीहरू आउनु भएको छैन, आउन सक्नुहुन्छ होइन। यो पार्क चाहिँ एकदमै राम्रो रहेछ। म कति हिँड्थेँ यो बाटो, अगाडि हिँडिरहेको हुन्थेँ तर थाहा हुन्न थियो यहाँनिर पार्क छ भनेर चाहिँ थाहा थिएन। आज थाहा भएर आइयो, जस रमाइलो लाग्यो, रमाइलो रहेछ। तपाईँहरू नि आएर भिजिट गरिदिनु होला है। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। अनि मेरो चाहिँ हेलमेट यता छ। दाजु हेलमेट लग्यो ल, धन्यवाद हजुरलाई। कति हो? सर जाऊँ ल। ल गाइस, पशुपतिको पार्कमा छिरेर फोटो भिडियो हानिसके पछाडि अब चाहिँ हामी निस्केर अनामनगरको लागि जाँदैछौँ। पछाडि हाम्रो कार्की जी हुनुहुन्छ होइन, अनि अगाडि म छु, यही चलाइरहेको छु। जस रमाइलो भयो, पार्क राम्रै रहेछ है। अगाडि अलि हल्लिँदो रहेछ क्या। आज ट्राई गरौँ भनेर गरेको, यो माइक अर्को माइक लाइनवाला भयो नि त, त्यो माइकले भएन भनेर यो माइक भयो भने चाहिँ अब अगाडिबाट खिच्दा नि भयो नि त। यो त चेक गर्दा पनि भयो। त्यही भएर यो माइक लिएको। माइकको 18,000 पो कहिले पुर्याउने त अब, कहिले कमाउने गाइज। मैले भिडियो सेयर गरौँ, नभए माइकको पैसा तिर्न सक्दिनँ मैले। तपाईँहरूको माया साथ सपोर्टको कारणले माइक किने। अब तपाईँहरूकै जिम्मा छ यो माइकलाई सदुपयोग गराउने कि नगराउने। मुनि रोकेर मुद्दै क्या हो। तपाईँहरूको माया सपोर्टले गर्दाखेरि बेच्नु नपरोस्। तपाईँहरूले यस्तै माया गरिदिनु भने त फेरि बेच्न बाध्य हुन्छु म। त्यही भएर अलि बेसी माया गरिदिनु।